तपाईँको बालबालिका 2 वर्षभन्दा मुनिको हुनुहुन्छ भनेदेखि त भरसक मोबाइल त दिँदै नदिनुहोस् अथवा स्क्रिन दिँदै नदिनुहोस् है। स्क्रिन कहिले दिन मिल्यो भनेदेखि तपाईँ पनि बसेर सँगै बालबालिकासँग बसिराख्नु भएको छ अनि दुवैजनाले हेरिराख्नु भएको छ, रमाइराख्नु भएको छ भने त्यो गर्न मिल्यो। अथवा कहिलेकाहीँ जस्तो कसैले कोही साथीभाइ आफन्तले भिडियो कलहरू गर्नुहुन्छ नि, त्यतिसम्म चाहिँ गर्न मिल्यो। तर लिजर पर्पोजको लागि अथवा त्यो मनोरञ्जन पर्पोजको लागि चाहिँ 2 वर्षभन्दा मुनिको बालबालिकालाई स्क्रिन दिँदै नदिनुहोस् है। खाने बेलामा पनि नदिनुहोस्, खेल्ने बेलामा पनि नदिनुहोस्, केही गर्ने बेलामा पनि नदिनुहोस् है। त्यही अलिकति जुन सुरु हुन्छ नि त्यही नै बिस्तारै बढ्दै बढ्दै जाने हो। सो भरसक त त्यही नै गर्नुहोस्। तर मानव तपाईँको बालबालिका त 4 वर्षको हुनुहुन्छ, 2 वर्षमा त के गर्यो त्यो कुरा त सकिहाल्यो। यदि 4 वर्षको हुनुहुन्छ, जस्तो 2 वर्षदेखि 6 वर्षसम्मको हुनुहुन्छ भनेदेखि बेसीमा बेसी 24 घन्टामा 1 घन्टासम्म दिनुहोस् है, त्योभन्दा बेसी नदिनुहोस्। त्यो 1 घन्टा पनि एकैचोटि नदिनुहोस्, त्यसलाई 30 मिनटसम्म गरेर दिनुहोस् होइन। 30 मिनट दिनुहोस्, बिचमा ग्याप राख्नुहोस् अनि अर्को 30 मिनट दिनुहोस् है। त्यो पनि कहिले दिने भनेदेखि स्कुलको उसले होमवर्क, क्लासवर्क जे जस्तो हुन्छ नि सबै कामहरू गरिसक्यो होइन। बोल्ने, खेल्ने कामहरू तपाईँले के गर्नु पर्यो भनेदेखि आउटडोर एक्टिभिटिजलाई इन्करेज गर्नु पर्यो होइन। त्यो सबै गरेर अनि उसले मागिरहेको छ भने मेबी 1 आवरसम्म विकडेजमा दिन मिल्यो। तपाईँको बालबालिका 6 वर्षदेखि 12 वर्षसम्मको हुनुहुन्छ भनेदेखि त्यो 1 आवर चाहिँ मेबी 1.5 आवर्स 2 आवर्स गरेर दिन सक्नुहुन्छ। तर त्यो पनि 30 मिनट 30 मिनट 30 मिनट 30 मिनट गरेर दिने है। अब मैले जति सजिलोसँग भनिदिएँ होइन त्यति सजिलो डेफिनेटली हुँदैन, च्यालेन्जेस डेफिनेटली हुन्छ होइन। मैले जे कुरा भने त्यो सबै पेरेन्ट्सहरूको लागि मेबी अप्लिकेबल पनि नहोला होइन। यो पेरेन्ट टु पेरेन्ट, चिल्ड्रेन टु चिल्ड्रेन भ्यारी हुन्छ। तर मोर अर लेस गाइडलाइनले यस्तै भन्छ।